यो हाम्रो गाउँ जाने बाटो। यो मेरो लास्ट टाइम होला सायद यो बाटोमा हिँड्ने। त्यहाँ पर चाहिँ हामीले बनाएको प्रतीक्षालय छ। यो हामी किल्चोकको युथहरूले बनाएको प्रतीक्षालय भयो 10 वर्ष बढी भयो सायद। यो हो छरछरे। छरछरेबाट यहाँमुनि बेरौटा। हामी सानोमा यहाँ माछा मार्ने, निगुरो खोज्ने, खोले साप टिप्ने, नाउ नआउने, कपडा धुने, रमाइलो गर्ने ठाउँ हाम्रो। बच्चामा धेरै रमाइलो भयो। त्यो दिनहरू सम्झेर नि आनन्द लाग्छ। There are 2 cross, 1 hide and 2. यहाँ बाटैमा आँपको बुट छ। अब यो आँप फल्छ कि यो पालि फुलेको थियो, फलेको होला सायद। यहाँ पानी आउने गर्थ्यो, अहिले सुकेछ। यहाँको पानी पनि खाएको थियो अस्ति नै हामीले। यो ब्युटिफुल झार। यो आँप चाहिँ फलेको छ अलिअलि। अब आयो कृष्णेरो। यहाँ तल कृष्णेरो छ यो खोल्सामा। छरछरी कट्यो। यो जङ्गलमा बच्चामा धेरै यहाँ कटुस खोजेर यो पनि आँपको बुट यहाँ पनि फलेको छ अलिअलि। नुहाउनलाई, लुगा धुनलाई यो बाटो हिँड्यो। यो जङ्गलभरि घाँस काट्न, दाउरा खोज्न अनि कटुस टिप्नलाई बच्चामा धेरै हिँड्यो। यहाँ माथि पनि आँपको बुट छ एउटा, तर यो पालि फलेको छ कि छैन त्यो चाहिँ थाहा छैन। यो हाम्रो कडुसको वन, कडुसको बोटहरूले भरिएको छ। यहाँ यो वर्ष धेरै रुखहरू काटेर यहाँ दाउराहरूको थुप्रो। यता पनि यहाँ पनि एउटा आँपको बोट छ। यो हो कृष्णेरो। पहिला पहिला मजाले पानी पलाउँथ्यो, अहिले सुकेको छ। यहाँ चाहिँ आँपको बुट छ। यहाँ चाहिँ पानीहरू